स्वागत छ। आज हामी इङ्ल्यान्डको इतिहासको एउटा निकै उथलपुथलपूर्ण समयमा जाँदैछौँ। अङ्ग्रेजी क्रान्तिको बेला छोटो समयको लागि मात्रै भए पनि एउटा एकदमै कट्टरपन्थी समूह देखा पर्यो, डिगर्स। आज यिनैको बारेमा अलि गहिरिएर कुरा गरौँ। हो, यो समूह साँच्चै नै अनौठो थियो। हाम्रो छलफल माइक डङ्कनको रिभोल्युसन्स श्रृङ्खलामा आधारित छ र चाखलाग्दो कुरा के छ भने उनीहरूले सुरुमा आफूलाई डिगर्स भनेनन्। ए हो र? के भन्थिन् त? उनीहरू आफूलाई ट्रू लेभलर्स भन्थे। त्यति बेला चलेको अर्को समूह लेभलर्स भन्दा हामी फरक हौँ भनेर। लेभलर्स? उनीहरू पनि त परिवर्तन चाहन्थिन् हैन? अनि ट्रू लेभलर्स चाहिँ कसरी फरक भयो त? एकदमै महत्त्वपूर्ण फरक थियो। लेभलर्सहरू अब संवैधानिक सुधार, राजनीतिक अधिकारको कुरा गर्थे, तर उनीहरू निजी सम्पत्तिको अधिकारलाई मान्थे। तर ट्रू लेभलर्स मतलब यिनी डिगर्सहरूले चाहिँ निजी सम्पत्ति नै हुनु हुँदैन भने यो नै सबै समस्याको जड हो भनेर। बाफ्रे, त्यो 17औं शताब्दीमा यस्तो कुरा, यो त निकै अगाडिको सोच भयो नि। कहाँबाट आयो यस्तो विचार? यसको जरा बाइबलमा थियो। एक्ट्स च्याप्टर 2 मा, जहाँ पहिलो क्रिस्चियन समुदायले सबै सम्पत्ति त्यागेर साझा जीवन बिताएको कुरा छ नि। हो, त्यहीबाट प्रेरित थिए उनीहरू। निजी सम्पत्ति भनेको अप्राकृतिक हो, अन्यायपूर्ण हो, ईश्वरको इच्छा विपरीत हो भन्ने उनीहरूको मान्यता थियो। उनीहरूले लेखेका पनि थिए क्यारे यस बारेमा? हो। डिसेम्बर 1648 मा एउटा पर्चा निस्क्यो, लाइट शाइनिङ इन बकिङहमशायर। त्यसमा स्पष्ट लेखेको थियो, सबै मानिस जन्मले बराबर छन्, त्यसैले पृथ्वीका सबै उपजहरू सबैले समान रूपमा बिना कुनै निजी सम्पत्ति उपभोग गर्न पाउनुपर्छ। तर ट्रू लेभलर्सबाट डिगर्स नाम चाहिँ कसरी रहन गयो त? यो त अलि कामसँग जोडिएको जस्तो सुनिन्छ। हो नि, ठ्याक्कै त्यही भयो। यो नाम उनीहरूको दर्शनले होइन, कामले पायो। 1648-49 को जाडो एकदमै कठ्याङ्ग्रिदो थियो, अनिकाल जस्तै थियो। अनि 1649 को वसन्तमा विलियम एभरार्ड भन्ने एकजना मान्छेको नेतृत्वमा एउटा सानो समूहले लन्डन नजिकै सरी भन्ने ठाउँमा सेन्ट जर्ज हिलमा खाली परेको, कसैले प्रयोग नगरेको सार्वजनिक जमिन खन्न थाले। खन्न मतलब खेती गर्नलाई? हो, सामूहिक खेती गरेर आत्मनिर्भर बन्ने उनीहरूको योजना थियो। मिलेर काम गर्ने, मिलेर खाने, निजी मालिक वा नोकर कोही नहुने समाज बनाउने। अनि त्यही खनिरहेको देखेर? हो, त्यही जमिन खनिरहेका मान्छेहरूलाई देखेर स्थानीयहरूले अलि व्यङ्ग्य गरेर डिगर्स, खन्नेहरू भन्न थाले। अनि त्यही नामै चल्यो पछि। चाखलाग्दो रहेछ। अनि यही समूहमा पछि जेरार्ड विन्स्टानली आए हैन, जो चाहिँ मुख्य विचारक बने। विन्स्टानली उनी अप्रिल 1649 मा सामेल भए र एकदमै छिटो आन्दोलनको भनौँ न वैचारिक इन्जिन बने। उनले 1648 मै एउटा दर्शन पाएका थिए रे, पृथ्वी सबै मान्छेको साझा खजाना हो। उनले त निकै खट्टर लेखहरू पनि लेखेका रे। हो, द न्यू ल अफ राइचसनेस, द ट्रू लेभलर स्ट्यान्डर्ड एडभान्स्ड जस्ता निकै प्रभावशाली थिए ती लेखहरू। के थियो त त्यसमा खास? कस्तो कट्टरपन्थी विचार? उनले त जग्गा किन्ने बेच्ने कुरा नै पाप हो भने, अनि जमिनदारहरूले जे जति सम्पत्ति जोडेका छन् त्यो कि शोषण गरेर, कि हत्या गरेर, कि चोरी गरेर कमाएका हुन् भने। अझ उनले गरिबहरूलाई आह्वान नै गर्यो अरूको लागि ज्यालामा काम नगर, किनकि ज्यालादारीले मालिक नोकर सम्बन्ध बनाइराख्छ, त्यसले अत्याचारलाई नै निरन्तरता दिन्छ भनेर। यो त साँच्चै विस्फोटक कुरा भयो। त्यो बेलाका जमिनदार शक्तिशाली मान्छेहरू त पक्कै डराए होलान्। डराए नि, स्वाभाविक रूपमा खुसी हुने कुरै भएन। उनीहरूले तुरन्तै राज्य परिषद, काउन्सिल अफ स्टेट, जुन भर्खरै बनेको थियो, त्यहाँ उजुरी गरे। अनि राज्यले के गर्यो त? रमाइलो कुरा के छ भने सेनाका प्रमुख जनरल फेयरफ्याक्स र अलिभर क्रोमवेल आफै सेन्ट जर्ज हिल पुगेर हेरेछन् उनीहरूलाई। क्रोमवेल नै? अनि के देखे त उनीहरूले? सुरुमा त उनीहरूले डिगर्सहरूलाई खासै ठूलो खतरा ठानेनन्, किनभने उनीहरू शान्तिपूर्ण थिए, उनीहरूसँग हतियार थिएनन्, सानो समूह थियो। भनेपछि खासै कारबाही गरेनन्। उनीहरूले त ल यो मुद्दा स्थानीय अदालतले नै हेरोस् भनेर छोडिदिए। तर जमिनदारहरू कहाँ चुप लाग्थे र?
उनीहरूले आफै केही गरे कि? हो, उनीहरूले आफ्ना मान्छेहरू, भाडाका गुण्डा लगाएर डिगर्सहरूलाई लगातार दुःख दिन थाले। बालीनाली नष्ट गरिदिने, उनीहरूले बनाएका सानो झुप्डीहरू भत्काइदिने, कुटपिट गर्ने। अनि कानुनी रूपमा पनि घेरे होलान्। एकदम मुद्दा मामिलामा फसाए, निरन्तरको यो दबाव र हिंसा थेग्न सकेनन् उनीहरूले। भनेपछि सेन्ट जर्ज हिल छोड्नु पर्यो? हो, अन्ततः उनीहरूले सेन्ट जर्ज हिल छोडे नजिकैको कोभम हिथ भन्ने अर्को ठाउँमा सरे। तर त्यहाँ पनि उस्तै समस्या भयो। 1650 को गर्मीसम्ममा त उनीहरूलाई बल प्रयोग गरेरै त्यहाँबाट पनि हटाइयो। भनेपछि त्यो प्रयोग त्यतिमै सकियो, छोटो रहेछ। हो, त्यो जमिनमा सामूहिक जीवन बिताउने प्रयोग त सकियो, तर विन्स्टनलीको विचार सकिएन। उनले पछि पनि लेखे हैन? हो, 1652मा उनले एउटा ठूलो किताब लेखे, द ल अफ फ्रिडम इन अ प्लेटफर्म। यसमा उनले आफ्नो आदर्श समाजको पूरा खाका प्रस्तुत गरेका छन्। कस्तो समाजको कल्पना थियो उनको? यस्तो समाज जहाँ किन्ने बेच्ने नै हुँदैन, पैसा हुँदैन, महिला पुरुष दुवैलाई शिक्षा अनिवार्य, अनि अल्छीपना, खास गरी धनीहरूको अल्छीपनालाई जबरजस्ती काम गराएर दण्ड दिने, यस्ता कुराहरू थिए। उनले त्यो बेलाको अरू विचारलाई पनि चुनौती दिएका थिए नि, त्यो नर्मन योक भन्ने। हो, दिएका थिए। त्यति बेला धेरैले इङ्ल्यान्डको समस्याको जड 1066 को नर्मन आक्रमण हो भन्थे, नर्मन योक सिद्धान्त। तर विन्स्टनलीले भने गल्ती नर्मनहरूको मात्र होइन, अत्याचार त त्योभन्दा अघि पनि थियो। मतलब उनको विचारमा समस्याको जड कुनै एउटा ऐतिहासिक घटना होइन, बरु निजी सम्पत्ति र त्यसले बनाउने उचनीचको व्यवस्था नै हो। उनी त मानव जाति प्रकृतिले दिएको मौलिक अवस्थामा फर्कनुपर्छ भन्थे, जहाँ सबै कुरा साझा थियो। अन्तत यो डिगर आन्दोलन त हरायो। विन्स्टनली र अरू अनुयायीहरू के भए त? आन्दोलन त केही वर्षमै सकियो। विन्स्टनली लगायत धेरैजना पछि गएर क्वेकर्स जस्ता अरू शान्तिवादी धार्मिक समूहमा लागे। तर उनीहरूको विचारको चाहिँ केही प्रभाव रह्यो कि? हो, त्यही महत्त्वपूर्ण कुरा हो। आन्दोलन असफल भए पनि उनीहरूको त्यो साझा स्वामित्व, निजी सम्पत्तिको पूर्ण विरोध गर्ने विचार मरेन। 17औं शताब्दीमै उनीहरूले 20औं शताब्दीमा आउने साम्यवादी समाजवादी विचारहरूको एउटा भनौँ न प्रारम्भिक तर एकदमै स्पष्ट झल्को दिएका थिए। आफ्नो समयभन्दा धेरै अगाडि थिए उनीहरू। साँच्चै नै। अन्त्यमा विन्स्टनलीकै एउटा भनाइ सोचनीय छ। उनले भनेका छन्, जहाँ मानिसहरू साझा जीवनयापनको समुदायमा एक हुन्छन्, त्यो ठाउँ संसारकै समयभन्दा शक्तिशाली बन्छ। तर अर्कोतिर जहाँ सम्पत्ति र व्यक्तिगत स्वार्थको कुरा हुन्छ, त्यहाँ मान्छेहरू विभाजित हुन्छन् र यही विभाजन नै सबै युद्ध, रक्तपात र झगडाको कारण हो। यो भनाइले त आज पनि सम्पत्ति, समुदाय र हाम्रो समाजको द्वन्द्वबारे गहिरो प्रश्न उठाउँछ, होइन र? कति छोटो समय चलेको आन्दोलन, तर कति दूरगामी विचार।